Sắp có nhiều thế mà cái tôi xin đi ra từ त्यसको चाहिँ बसेर अनि कति बजीसम्म गर्नु ठिक हुन्छ कुन लोकेसनमा कति गर्नु भने अब मोबाइलमा अहिले ठिक छ ठिक छ कहाँ बस्छ आगो बजा आछ हैन त्यो अहिले को बच्चा कस्तो उठ्यो बसिराखेको यहाँ तपाईको बच्चा तपाईको 18 वर्ष अनि तपाईले आफू खुसीले चाहिँ पठाउनु भएको हो पहिला त खुसीले पठाउनु पठाएको अनि बुझेँ अब छोरी जहाँ तपाईँसँग आउनु मान्छे मान्दैन त्यसपछि अब कुरा कस्तो छ भने नि पाउलाले त्यसै राख्न पाउँदैन होइन तर कसैले आफ्नो घरमा आफ्नो बच्चा छोराछोरी जस्तै उसले चाहिँ अब 18 वर्ष पुगिसकेपछि त ऊ पनि वयस्क भयो होइन त्यसैले अब त्यो कमजोरी प्रथाको हिसाबमा राख्न कुनै हातले पाइँदैन त्यो गैरकानुनी हुन्छ होइन त्यो चाहिँ हामीले आवश्यक पऱ्यो भने तपाईँको पुलिसको सहयोग चाहिन्छ भने पनि हामी त्यो उपलब्ध गराउन सक्छौँ तर तपाईँले त्यहाँ गएर चाहिँ बच्चालाई लैन भनेर चाहिँ आउनु पऱ्यो उसले अभिभावकले मतलब पाली मान्छेले जुन जुन घरमा बसेको छ घरको मान्छेले कुनै किसिमको बाधा विरोध चाहिँ गर्यो भने हामीलाई भन्नुपर्छ है तपाईँको बच्चा तपाईँले लान सक्नुहुन्छ तपाईँ लान पाउनुहुन्छ पाउनुपर्छ हाम्रो भनाइ यही त्यसरी त्यहाँ जानुहोस् आफ्नो बच्चालाई लिएर जानुहोस् आफ्नो बच्चालाई कन्भिन्स गराउनुहोस् तर एउटा कुरो कहिले काहीँ कस्तो नि अब लामो समय त्यो घरमा बसेको नाताले जन्म दिने तपाईँले भयो भने पालन पोषण हुर्काउने पढालेखा के कस्तो अवस्थामा बच्चा छ त्यो त हेर्नुहोस् त्यहाँ गएर होइन उनीहरूले भनौँ न सबै व्यवहारिक हिसाबले चाहिने कतिपय उसमा राम्रो ढङ्गले आफ्नै छोराछोरी जस्तै गरेर पनि पालेका हुन्छन् स्कुल पठाइदिएका हुन्छन् माया गरेका हुन्छन् राम्रो कपडा किनिदिएका हुन्छन् होइन मौसम अनुसार कपडा भन्नुहोस् न जाडोमा न्यानो कपडा गर्मीमा चाहिँ कटनको त्यस्तै खालको कपडा उनीहरूको चाहिँ बस्ने ठाउँ सुत्ने ठाउँ पनि राम्रो खालको व्यवस्था आहार बिहार खानपिन पनि राम्रो उनीहरूको चाहिँ आफ्नो अरू बच्चा छन् भने त्यस्तै व्यवहार पनि गरेका अवस्था पनि छन् कतिपय अवस्थामा अनि अभिभावकले नै अब पढाउने भने पढाइदिएको छ होइन खाना लाउन राम्रो दिएको छ भन्ने हिसाबले ठिकै छ त भनेर कसैले व्यवहारिक रूपमा पनि छोडेको होला तर अभिभावकले हाम्रो बच्चालाई अब हामी त्यसै राख्दैनौँ भन्यो भने यो तपाईँहरूको अधिकार हो तपाईँ लान सक्नुहुन्छ मैले फेरि जोड दिएर भने यदि कुनै पनि अभिभावकले किचकिच गर्यो त्यहाँ चाहिँ तपाईँलाई अप्ठ्यारो पाऱ्यो भने हामीलाई भन्नु होइन तर मैले भने अब कहिले कहिले तपाईँहरूसँग बसिरहेको भन्दा चाहिने हाम्रो स्ट्यान्डमा पनि बसेको हुनसक्छ स्कुलमा चाहिने कतिपय बोर्डिङमा पढाएको होला म त बोर्डिङमा हालेको छ अनि अहिले बोर्डिङमा पढिरहेको छ होइन बोर्डिङमा पढेको छ अब कतिपय 18 वर्ष भनेको त सानो बच्चा त होइन उ त अब बुझ्नु भइसक्यो होइन बाबा तपाईँ कहाँ गएर तपाईँले मलाई यो खालको सुविधा दिन सक्नुहुन्न यसरी मलाई पाल्न सक्नुहुन्न यसरी मैले बोर्डिङमा पढ्न सक्दिनँ मैले त के भएको छ र म त बसेको छु राम्रोसँग पढेको छु होइन तपाईँहरू पहिले त अभिभावक तपाईँकै भर पऱ्यो अरू बाँकी साथीहरूसँग सोध्नुहोस् होइन तपाईँहरूलाई चाहिँ नानी बच्चा हो भने तपाईँले आफ्नो बच्चा लान चाहिँ एकदमै पाउँछ त्यो घर जसकहाँ बसेको छ उसले कुनै किसिमको बाटो अगाडि बढी पुऱ्यायो भने हामीलाई भन्नुहोस् हामी चाहिँ तपाईँलाई सहयोग पुऱ्याउन हामी तयार छौँ त्यही हो अभिभावकसँग भन्नु जस्तै अभिभावकले आउनुभयो भने चाहिँ अभिभावकले आफ्नो बच्चा लग्छु भन्न त पाउनुहुन्छ नि त त्यो हिसाबले तपाईँले गरेर रिक्वेस्ट गर्नुहोस् होइन अनि त्यति बेला दिनुभयो भने ठिकै छ यदि दिनु भएन भने अनि त्यति बेला पनि दिनु भएन भनेपछि हामी त्यसपछि के गर्नुपर्छ अनि यहाँबाट सहयोग गर्छ नि त है अहिले चाहिँ होइन सर
त्यही गरिन्छ। अहिले अब अभिभावक आउनुभएको भएर उहाँहरू नै गएर पहिला गएन, त्यति बेला पनि उहाँहरू दिनु भएन, केही भयो भनेपछि अनि त्यही त त्यही किनभने उहाँले आफै लिएर आउनुभएको उनीहरूले चाहिँ जबरजस्ती लुटेर खोसेर किनेर गएको होइन, उहाँले नै आफ्नै बच्चाले खुसी पाउनु भएको हुनाले सम्बन्ध पनि राम्रो होला, कुराकानी फोनबाट पनि उहाँले दिएन भने भन्नु, दिएन भने हामी सम्झौँ। अरू चाहिँ यहीँ बस्नु है, यहीँ चाहिँ छायामा बसिरहेको। किन सर कोचिङ तर्फ त्यो सिमन्टको बात छ। यहीँ बसाल्दैन, अब ऊ एक्लै जानु, उसलाई बोलाउनु पऱ्यो। हेलो, कहाँ हो कति कहाँ वहाँ रेस्क्यूमा जान थाल्यो। अब तपाईँ कहाँ बेपत्ता हुनुभयो? जानेमा गएको भयो 5 पछि 2 जना अब
तपाईको चार्ज छ यो बोटले काम नगरेको के भाव हो यो मास चार्ज छ के एउटा बाइक चार्जर नहालेर सिम हाल्दिनु दुईटा सिम छ दुईटै काम लाग्यो धेरै दिन अफको भइसक्यो कुरा गर्नु छ नि ट्राई गर्ने स्विच पुग्दैन मासु चार्जरमा गराउन अनि पुग्छ मस्त सधैँ बिगार्दैन के ब्याट्री बिगार्दैन बिग्रे मोबाइलमा टोयलेटमा खसेदेखि यस्तो भयो टोयलेटमा खसाइ गरेर बस्नु सबै विचार गर्नु पनि भइसक्यो ब्याट्रीमा हिजो रिसले कागज खाँदै कागज अरू यो आइसक्यो यो अलि जानेको को छ तपाईँ भनेको उहाँलाई होटल लगेर अनि फेरि बलिन्टीसम्म अरू को तपाईँ नै सक्नु अरू त काठमाडौँमा हराइहाल्छ कसले सुजाताले कहाँ सक्छ हो उहाँलाई लिएर होटलबाट उहाँको नम्बर लिएर हामी कहाँ छ भनेर फोन गरेर फोन छ नि सब कुछ ले ले पुराना हो यार पैसा खर्च गर्दा पनि अनि थाहा पाइरहेको पैसा नम्बर लिन्छ अस्ति हिजो चिया खाएकोमा कति छ गाडी छ कहाँ हो बाँके के गर्छ नि राम्रो रिपोर्टर बाहिर बाहिर विदेशी कहाँ मंत्री कहाँ आप
armamento पकाउन सबको हाम्रो व्यवस्था गर्नु होइन बैठना अप्ठ्यारो त बैठना पर्ने कोही चीज हो उसको चाहिँ जमा गर्छ होइन सरकार कहाँ कहाँ अब सिटी बैठे नहीं मिल्ला करके एउटा घोषणा गरिसकेको होइन गर्नाले चाहिँ अब यो चाहिँ त्यो लेखेर चाहिँ अब त्यो चाहिँ मलाई चाहिँ महाकालबाट यो सुन्नु हो ठाडोबाट बच्चौँ कि इथे बागे छ इलम बागे छ हैन हाम्रो चाहिँ 7 वर्ष बैठक चाहिँ कुछ नहीं अब इसमें तरीका अब कहाँ कहीं पुलिस पे हमारे कल पुलिस को नहीं बाबू आइटला मंजूरी जाती है हमारे से हेलो कतला ठाडो हो हजुर हो समय अहिले हामी रेस्क्युमा छौँ हैन हुन्छ साँझ चाहिँ मिल्छ 5 बजेतिर त्योभन्दा अगाडि त म गृहमन्त्रालय टेक्निकमा टाइम मिल्यो भने तपाईँको मोबाइल दिन सक्नुहुन्छ एसएमएस गरिदिनु होला हुन्छ म टाइम मिलाउनु बताओ ये मानी वहाँ घरे सामान में फिर वहाँ करना बीस ना तो 1 रुपये ना जो 20,000 के पास 1 रुपये की नहीं पड़ी ये तरह रह रही 20,000 के ये पड़ी तो हमरे चक्कर दी तुमको कुछ नहीं कहिए बोल भी नहीं कुछ नहीं 20,000 का कितना ढेर को कमाए लगे 12,000 लोन मिल जाते जहाँ से सब कुछ पहले हम उसके ले जाए तब मांगे जन्ने अब ऐसे तो ले जीवे नहीं मांगे पहले उसके ले जीवे तो ना करे जब वक्त से के मांगे जाते हैं वो मांगे नहीं जा पाए नहीं करे नाव लिखा दे ले भाई काटे ठोक रहा काटे के प्रकार तो पढ़ाई नहीं पढ़ाई तो नहीं 7 वर्ष हो गए नहीं पढ़ाई ये 7 वर्ष से लोग करने का
नेपाल बोले ला तो यार बोले ला तो मुझे भी यहाँ बोले ला तो हाँ तो है ये मैं क्या पता नहीं मैं क्या जानती ला तो इन डराई पर ना कुछ नहीं हो भाई पैसा टिकट पर तो नहीं पैसा कितना ना मैं नोट ले ली मैं पैसा टिकट पर Beres na ba? Kaya si Matwais Nike po. Bisa kudu ka asli Mana? Itu mau mulai ke sini wani. सबका माइंड पढ़े लगना है सर कैसे 20,000 पैसा लान का नहीं यहाँ पठाए आपने नहीं कुछ तो नहीं किया नहीं तेरे पर अच्छा उन कार्रवाई में पैसा कमाइले बात 20,000 तो नहीं दे रहा नहीं अगर कमाइले तन हो कुछ पैसा पैसे एकदम धीरे परी का नहीं डरे किसी उधर मेरी सही पैसा लगा के पढ़ाई दिया सबने 5,000 जरिमाना तिरायो अनि त्यो बहिनीहरुको चाहिँ उसमा सञ्चय गरिदिएको छ कि पछि उनीहरुलाई काम लाग्छ के पैसे देख देख नहीं रखो घर Pangalian benda apa? Kau ni kemer? नहीं तो हमें मुँह पकड़ा लेना है वहाँ सामान नहीं सब कुछ लाने सामान लेके आना नहीं नहीं ना यसो गर्नु त्यहाँ घरमा गएर घर जाने भन्दा हुन्छ जाउँ चामललाई पठाइदिनु हुन्छ घर जाने भनिरहेको थियो अब यो अहिले आज भोलि जाने भयो भने त्यो ठिक छ अब उहाँ त्यो सबै उसको डिटेल सबै पठाइदियो सँगै भने है अब सँगै हामी अब लिएर जानु लाग्छ ए हुन्छ है त्यहाँ अब घरको केही छ भने पछि लिन आउँछ है अहिले
घरमा उसको डिललाई लिएर जाउँ सँगै अनि सँगै पठाइदिउँ के भन्नु है साथी भनेको छ नि होइन कस्तो भने नि हामीले पैसा दिया हो कि हामी हो समाउँदैन त्यस्तो गरायो देखियो कुछ नहीं हो पैसा लिखा ना या लिखा उखा कुछ ना हो कुछ नहीं हो क्या हो पैसा ना हो अब सब पैसा काटी गिलास हाँ हिसाब किताब सब हुई जी ये हाम्रो सब सरकारी पुलिस सब प्रशासन पठाइरहेको प्रशासन सीडीओ कमलेखिन राख्न हुँदैन है अब कमलेखिन हमरे राखब तो हमरे फिर पकड़ाऊ में परब मारे हमरा ने चुटे बनाई कि तोरा का के रखला तो हम अपन लड़कन पढ़ाई कराए तो पूरे अब पैसे तो कुछ गिटार सोधौ न कति भयो यहाँ कई वर्ष उमेर से कई वर्ष उमेर से पैसा 12 साल के ना कतरा कई वर्ष बच्चे 7 साल में नहीं पढ़े यहाँ पर वहाँ घर में तो मैं पढ़ना भी कथा बाजी का घर में तो मैं पढ़ना भी कथा बाजी का हाँ मैं नेपालगंज में पहले पढ़ा काम कुछ नहीं कर हाथ पकड़ ना दर्पण कपड़ा देना लड़कन के कपड़ा नहीं कुछ नहीं एक वर्ष में कई घर जाएगी एक चोट माघ में मटने घर पे मटने घर नेपाल में तो सी है यहीं का भी तो नेपालगंज कति वर्ष भयो अब कई वर्ष
जन्म त थाहा भयो कि कस्तो बाल्टो कस्तो बाल्टो नै थाहा हो कही सालमा जन्मनु कही छ ए अनि के अरे यहाँ से यहाँ बैसल 7 वर्ष भइसक्यो अब अन्दाजी 19 वर्ष का जन्म त थाहा नै हो अब चाहिँ मासँग फर्को पनि हैन दिदीले आयो कि बात का विचार फर्कन नै विचार बाउ हामीसँग जाइबी न जस्तै कि अपना 7 वर्षसम्म बैठले 7 वर्षसम्म ट्विने त ज्याला वाला घर कहाँ दिला ट्विने चाहिँ पैसा दिला कि नहीं दिला अब यहाँ परेन कि नहीं पढ़ा दिला नहीं नाइट तो हमको पापा ले नहीं से पैसा लेके कतना लागिला थाहा त तब बाबा को ले गेले कभी छुट्टा करत लगा दिन समय था यहाँ का यहाँ बैठने क्रम में वैसे चाहिँ मल्किने गरिन कभी काल के दुःख वैसे त्यही टर्च गरेन नै गरे कपुन अनि यहाँ काठमाडौँ आइसक्दैन हमारे घर व्यक्ति की नहीं हुई तुम फिर कुछ जाना पड़ेगा कि नहीं पता कुछ तो फिर कब नहीं बोलूँ मैं पढ़ा कहीं मैं अब स्कूल नहीं करे थोड़ी स्कूल रह के तो हम खाली रोजे नहीं जाए खाली परीक्षा खाली टिकट जाए तो मैं तो घर के चला गया मुश्किल लागो तो मैं स्कूल बाद नहीं जाना उसको परीक्षा का भी दे जाना वैसे रेगुलर स्कूल जाना नहीं देते बाहर विचार का बात ये कोठा में कहीं बैठो अकेले बेड बैठो है ना इसमें बेड में सूट ऐसे कुछ नहीं करता बेड और मनाई सूट नहीं करता कपड़ा से करिए नहीं तो पैसा दे पैसा तो हर एक कुछ नहीं दे ना कागज कि हमारे नेपाल सरकार में लिखल बा कि 4,000 तरह फिर पैसा दे एक नहीं दे मलिको पास सब सरकार के फिर नहीं दे अब जोड़ेगा तो हाले तरफ यहाँ से ले जाए वर्ष के हिसाब से सरकार का जाला अनुसार 8 घंटा काम करेला अनि कटा 54 पहिले त 56 गाउँ अस्काल कटा 64 पुरा महिना जाला अनि 8 घंटा काम करेला सरकारी विधा अनुसार विधा देना भना अब उज्जवल को तो यहाँ से पैसा लेके जाए वही मारे मोर बाबा लेके देवा पाछी मोर बाबा ने दुख दिए नहीं कह के वैसे कुछ नहीं सोचो है ना कुछ सोच कुछ नहीं सामान पैक करके दी ड्यूटी पर है सामान पैक करो कपड़ा क्या सामान बा कपड़ा लुगा कपड़ा वैसे क्वेश्चंस नो सोधो तुम्हारा नाम के रे तुम्हारा नाम के हो अलिक ठुलो शर्मा मलाई हेर न नाम के कति भयो यहाँ आएको 5-6 वर्ष 7 वर्ष तिमी कति वर्षमा आएको त 12 वर्ष नाम फेरि एकचोटि भन त गीता चौधरी कुन ठाउँमा कुन गाउँबाट आएको तेतेरियाबाट कहाँ छ तेतेरिया भने थाहा छ बाग्यामा छ 8 वर्ष
अनि त्यति बेला कसले ल्याएको यहाँ? पहिला उता नेपालगञ्जमा बस्थे अनि फेरि छोरीको बिहा भयो अनि सँगै आएको। त्यहाँ नेपालगञ्जमा कति वर्ष बस्यो त? 3 वर्ष। कसले पुऱ्याउनु ल्यायो तिमीलाई त्यहाँ काम गर्नलाई? कसले लगायो तिम्रो आमा बाउले कि गाउँको कोही मान्छेले? आमा बाउले। अहिले तिमी आमा बाउसँग कन्ट्याक्ट छ त? कोसँग कुरा गर्छ त्यहाँ? को दिदीको? दिदीलाई नभेटेको कति भयो त? 5-6 महिना भयो। 5-6 महिना अगाडि गाउँ तिमीलाई यहाँ कस्तो लाग्छ त अनि काम गरेर आएको? गाह्रो छैन? पढाउने गरेको छ कि छैन? पढ्नु मन छ कि छैन? कति क्लासमा पढिरहेको थियो तिमी पहिला? 5 क्लाससम्म। अब गएर फेरि पढ्ने होइन त? हो अब हामीसँगै जाने हो कि होइन? जाने कि नजाने हामीसँग? गाउँमा गएर अनि फेरि पढाउँछ। अहिले त कमलरीहरू सबैजना मुक्त भइसकेका छन्। यहाँ दिदी बहिनीहरू सबैजना मुक्त भएर आफ्नो आफ्नो जिन्दगी बिताइसकेको छ होइन। अब कमलरी भनेको चिजै हुँदैन। त्यसैले अब तिमीलाई पनि अब यहाँ बहिनीहरू सबैले तिमीलाई लिनु आएको हो कि छ होइन? कस्तो छ तिमी यहाँबाट घुम्नु जान्छ बाहिर? यहाँ के भन्छ तिमी साउजीलाई के भन्छ? गइरहेको छ। माया गर्छ गर्दैन? हो कहिले कहिले तिमीलाई अब आफ्नो छ। तिम्रो त यहाँ कोठा हेर्दाखेरि एकदम राम्रो छ होइन? हाम्रो घरको भन्दा नि राम्रो कोठा रहेछ। त्यसैले अब तिमीलाई चाहिँ नि कस्तो ट्रिट कस्तो गर्छ? तिमीलाई व्यवहारमा कस्तो गर्छ? राम्रै गर्नुहुन्छ। तिमी यहाँ के काम गर्छौ त? खाना पकाउने बच्चाहरू। कतिजना बच्चा छ? 2 जना। एकजना स्कुल गर्छ अनि एउटा चाहिँ त्यति मात्रै हो? खाना कसले तिमी बनाउनु? खाना त तिमीलाई मिठो बनाउनु आयो होला हो? तपाईँको नाम के पर्यो होला? मेरो नाम हिराकाजी। कहाँ बस्नुहुन्छ? यो कहाँ हो? यो ढुङ्गाडा भन्छ। ढुङ्गियाडा। अनि हाम्रो यो गीता यहाँ आएको कति वर्ष भयो तपाईँले पाल्नु भएको? 3 वर्ष जति भयो कि कति भयो? ऊ त 7 वर्ष भयो भन्छ। मलाई 3-4 वर्ष कति वर्ष भयो जस्तो लाग्छ। अनि तपाईँले सुन्नुभएको होला नि यो के भन्छ अब कमलारीजहरू भनेर जुन चाहिँ नि यो प्रथा थियो नि। अब त्यो प्रथा त सक्यो। राज्यले अब यिनीहरू कमलारी भनेको राख्नु पाइँदैन भनेर भनेको त्यो सुन्नुभएको होला। अब तपाईँलाई कस्तो लाग्छ त? यो त ठिकै छ नि, राम्रै कुरा हो नि त होइन? तपाईँले थाहा पाउनुभएको थिएन यो त तपाईँको असार? आज पनि पत्रिकामा पढेको थिएँ। हजुर हजुर। आजको पत्रिकामा पनि मैले कालीपुरमा हेरेको थिएँ। हुन त सरकारले असारमै चाहिँ मुक्त घोषणा गरिदिएको थियो र चाहिँ जस कहाँ छ उनीहरूले चाहिँ सकुशल फिर्ता गरिदिने भन्ने पनि भनेको थियो। त्यतिखेर चाहिँ तपाईँले चाहिँ त्यतिखेर थाहा पाउनु भएन? त्यही सोध्न खोज्यो। अब जाँदैछ तपाईँलाई, अब तपाईँको घरमा त्यत्रो वर्ष बसिसक्यो होइन, तपाईँलाई कस्तो लाग्छ त? अब एउटा चाहिँ छोरी चाहिँ अब आफ्नो घरमा जाँदा कस्तो लाग्छ मलाई त्यस्तै लाग्छ होइन र? छोरी जस्तो छाडेको थिएँ। गीता कतिको घर जान्थ्यो? घर त जान्थ्यो। अस्ति दसैँमा पनि घर पठाएको हो। पैसा त दिइराख्नु भएको छ? पैसा त दिइरहेको छ। कति दिइराख्नु भएको छ? खै त्यो मलाई थाहा भएन। पैसा दिएको मैले दिने होइन, छोराहरूले दिन्छ मलाई थाहा छैन। उसको आमा बाउलाई भेट्नु भएको छ? मैले भेटेको छैन। अनि उसले कहिले म जाउँ भनेर भन्दैन तपाईँलाई? अस्ति माघमा जाने कुरा थियो। अनि माघमा जाने भएको हुनाले यो चाहिँ अब बच्चामा अलिक सानो छ, उसले पनि माया लाग्यो। ल हुन्छ म वैशाखसम्म भेटिदिन्छु
वैशाख लागेपछि म जाने भनेको ल हुन्छ वैशाखमा जाने पनि जाऊ भनेको वैशाख जानेवालै थियो अस्ति टिचरले पनि फोन गर्यो भनेको थियो अब जनवरी जाउँ त भनेको अनि आज अस्पताल किन लानुभयो त आज अस्पताल चाहिँ उनीहरूले रुवाखोकी जस्तोले गर्दा हिजो चाहिँ त्यो दिनभर बिसन्चो भयो बिसन्चो भएपछि अनि चाहिँ यहाँ चाहिँ पाहुनाहरू पनि आएको थियो अनि उसले अब काम गर्नु कुरा त भएन दिनभर सुकाइदिए अनि आज बिहान चाहिँ बिहान उठेर आयो मलाई चिया ल्याएको थियो अनि किन आएको थियो आराम गर्नु पर्दैन भनेर भने उठेर गयो पछि चिया खायो खायो के खायो बिस्कुट खायो चिया बिस्कुट खायो अनि एकछिनपछि चाहिँ अनि ल जाउँ हस्पिटल जाउँ हस्पिटल लगेर अनि आफ्नो गाडी पनि एउटा छोरा लिएर बाहिर गइरहेको छ ट्याक्सी खोला ट्याक्सीमै लगेको मोटरसाइकल चढ्नु सक्छ भनेको मोटरसाइकल बस्नै नबस्नु मोटरसाइकल बस्नु गाह्रो होला भनेपछि अनि ल ट्याक्सी खोलाएर ट्याक्सीमा हामी 2 जना मात्रै गएको boleh juga. Sini satu ni. Ini nak baju. Bagus. गरेर कहाँ हुन्छ अनि के कुनै स्कुटीमा लाग्नु पर्यो कि यहाँबाट
मैले अब कस्तो भएको भयो मैले सबै पोलिटिक्स जरुरी छ भन्ने बुझ्नु पर्यो नि यहाँ थाहा छ राजनीति नगरिकन नेता भइँदैन नेता नभइकन यस्तो ठाउँ पुग्दैन Oh, yeah. नमस्कार 4 दिनपछिको 3 घण्टा पछिको लाइनपछि टाइम दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मन्त्रीजीलाई। अब हामी भनेको कमलरी हामी जुन नेपालको पश्चिम तराईको 5 जिल्लामा रहेको दाङ बाँके कञ्चनपुरमा रहेको जुन कमलरी प्रथा छ त्यो अवशेषबाट गुज्रेर आएको बालिका चाहिँ हामी हो कमलरी। र हाम्रो यो गएको वर्ष 2017 सालको 11 महिना अघि चाहिँ हाम्रो जुन सिंहदरबार अगाडि चाहिँ जुन आन्दोलन भएको थियो त्यो आन्दोलन भएको कारण चाहिँ सृजना चौधरी हुनुहुन्थ्यो। सृजना चौधरी जुन 12 वर्षको बालिका ललितपुरको चाँदपाली स्थिति जुन उहाँको मालिकको घरमा जलेर उहाँको मृत्यु भयो त्यही घटनालाई लिएर चाहिँ हामी आन्दोलन गरेको थियौँ। र त्यो आन्दोलन गर्दाखेरि त्यो आन्दोलन पश्चात हाम्रो चाहिँ सरकारसँग 10 बुँदे सहमति भएको थियो। तर त्यो 10 बुँदे सहमति मध्ये केही कार्यान्वयन भयो तर अझ पनि धेरैभन्दा धेरै बुँदा चाहिँ बाँकी रहेको छ। त्यो बुँदालाई कार्यान्वयन गरिदिनको लागि अहिले चाहिँ हामी त्यो 10 बुँदालाई लिएर आज मन्त्री समक्ष आएका छौँ। त्यो 10 बुँदालाई परियोजनादिनको लागि हाम्रो मुक्त कमलरी विकास मञ्चको केन्द्रीय उपाध्यक्षले चाहिँ हाम्रो मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षलाई ज्ञापन पत्र परेर सुनाइदिनको लागि सुरु मन्त्रीजीलाई बुझाइदिनको धन्यवाद हाम्रो ज्ञापनमा पढ्नु गइरहेको छ। मिति 2071 साल 1 महिना 14 गते श्री माननीय मन्त्रीज्यू शिक्षा मन्त्रालय सिंहदरबार विषय नेपाल सरकारसँगको 10 बुँदे सहमति कार्यान्वयन सम्बन्धमा ज्ञापन पत्र। महोदय, कमलरी मुक्तिको घोषणा मृत कमलरीको घटनाको निष्पक्ष छानबिन तथा दोषीको कानुन बमोजिमको कारबाहीका लागि कमलरीको पूर्ण सङ्घर्ष गरे पश्चात नेपाल सरकार र कमलरी मुक्तिका लागि संयुक्त सङ्घर्ष समिति बीच मिति 2077 साल 2 महिना 24 गते 10 बुँदे सहमति भयो। उक्त 10 बुँदे सहमतिमा भएको आज 11 महिना बितिसकेको छ तर नेपाल सरकारले उक्त सहमतिको केही बुँदा बाहेक अन्य सबै सहमतिका बुँदाहरू कार्यान्वयन गर्न सकेको छैन। उक्त सहमतिमा उल्लेखित कमलरी शिक्षा निर्देशिका संशोधन गर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषी उप कानुन बमोजिम कारबाही गर्ने, बेपत्ता कमलरीको खोजी गर्ने, कमलरी पुनर्स्थापनाका लागि विशेष अभियान सञ्चालन गर्ने, उद्धार हुन बाँकी रहेका कमलरीहरूको उद्धार गर्ने जस्ता सहमति कार्यान्वयन नहुँदा कमलरी अबोध बालिकाहरूको अर्काको घरमा दास बन्न
शोषणको साथै यौन शोषण, श्रम शोषण, शारीरिक शोषण, मानसिक शोषणको शिकार भई यौन दासीको रूपमा समेत काम गर्न बाध्य भइरहेकोले उद्धार हुन बाँकी रहेका कमजोरीहरूको तत्कालै उद्धार दोषीहरूलाई कानुन बमोजिम कारबाही, उद्धार कमजोरीहरूको पुनर्स्थापनाका लागि शिक्षा निर्देशिका संशोधन लगायतका लागि विशेष कदम नचालिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने बेहोरा समेत यसै ज्ञापन पत्र मार्फत माननीय मन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छु। हाम्रो मागहरू 1 नम्बरमा रहेको छ, नेपाल सरकारसँग भएको 10 बुँदे सहमति अक्षरसम्मै सबै पालना हुनुपर्ने। 2 नम्बरमा छ, कमजोरी राख्ने मालिकहरूको घरबाट कमजोरीहरूको उद्धार प्रक्रिया तत्कालै जिल्ला प्रशासनको अगुवाईमा प्रारम्भ हुनुपर्ने। 3 मा छ, जुन मालिकको घरबाट कमजोरी उद्धार हुन्छ त्यो मालिकलाई कानुन बमोजिमको हदैसम्म कारबाही हुनुपर्ने। 4 नम्बरमा छ, कमजोरी शिक्षा निर्देशिका तत्कालै संशोधन गरी छात्रवृत्ति रकम अभिवृद्धि गर्नुपर्ने। 5 नम्बरमा छ, मुक्त कमजोरीहरूलाई तत्कालै परिचय पत्र वितरण गर्नुपर्ने। 6 नम्बरमा छ, मृतक कमजोरीहरूको घटना छानबिनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने। र 7 नम्बरमा रहेको छ, दोषी पर कानुन बमोजिम कारबाही गर्नुपर्ने। 8 नम्बरमा छ, बेपत्ता तथा कुमारी आमा बनेकाहरूको न्यायका लागि तत्कालीन प्रक्रिया अगाडि बढाउनु पर्ने। 9 नम्बरमा रहेको छ, घाइते कमजोरीको उपचार खर्च तत्कालै उपलब्ध गराउनु पर्ने। 10 नम्बरमा रहेको छ, कमजोरीहरूको पुनर्स्थापनाका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने। भागदायी विमला चौधरी, केन्द्रीय अध्यक्ष, मुक्त कमजोरी विकास मञ्च, केन्द्रीय कार्यालय दाङ। यसै ज्ञापन पत्र मागहरू सुनाउनुपर्छ सर। सुनायो अब यो हाम्रो ज्ञापन पत्र माननीय मन्त्रीज्यू समक्ष पेश गर्न चाहन्छु र हाम्रा मागलाई पनि यहाँले सुनिश्चित गरिदिनुहुनेछ। टाइम दिनुभएको छ त्यसको लागि हामीले सर्वप्रथम चाहिँ हामीले जुन एउटा 5 जिल्लाबाट आएको छौँ, हाम्रो एउटा कमजोरीहरूको आवाज बोकेर जुन 12,000 अहिले मुक्त भएको कमजोरीहरू छन् उहाँहरूको जुन एउटा आवाज बोकेर यहाँ आएको छ मन्त्रीज्यूको सामु हामीले उहाँले पक्कै पनि हाम्रो कुरालाई चाहिँ जुन हाम्रो मागअनुसार हामीले ज्ञापन पत्र पनि उहाँले बुझाइसकेको छ र त्यो कुरालाई चाहिँ उहाँले एकदमै कार्यान्वयन गर्नु भन्ने हामीलाई लागेको छ। र हाम्रो पहिलो नम्बरमा जुन हाम्रो एउटा सर्वप्रथम एकदमै तत्काल गर्नै पर्ने चाहिँ हाम्रो जुन एउटा शिक्षा निर्देशिकाको कुराहरू छ त्योमा चाहिँ एकदमै हामीले चाहिँ तत्काल गर्नुपर्ने हामीलाई लागिएको छ। जुन हामीले शिक्षा निर्देशिकालाई चाहिँ संशोधन गर्ने भनिएको छ त्यो कुरालाई चाहिँ तत्काल आफ्नो ध्यान आकर्षण गर्नु र त्यो विषयमा चाहिँ जसरी चाहिँ हामीले एउटा छात्रवृत्तिको कुराहरूमा भनिएको छ अहिले चाहिँ हाम्रो छात्रदेखि 5 सम्मलाई चाहिँ 1500, 1 देखि 8 सम्मलाई 1500 र 9-10ले 1800 र +2लाई चाहिँ 5000 र ब्याचलरलाई चाहिँ 10,000 दिने गरिएको छ। तर त्यति रकम चाहिँ हाम्रो लागि अपुग भइएको छ। त्यो रकमले चाहिँ हामीले वर्षभरिमा चाहिँ 1500, 1800 र 5000लाई चाहिँ हामीले अध्ययन एकदमै गाह्रो राख्ने, एकदम उनीहरूको घरमा चाहिँ खाना लगाउनुको स्थिति कमजोर भएको कारणले नै उनीहरू एउटा कमजोरीको दासको जीवन बाटे भए बिताउनलाई। तर पनि अब उद्धार पछिको पनि चाहिँ छात्रवृत्ति विभिन्न जुन एउटा हामीले 1500, 1800 दिइरहेको छ त्यो पनि विद्यालयले विभिन्न नाममा चाहिँ काटिरहेको अवस्था चाहिँ छ। त्यो विभिन्न शुल्कमा चाहिँ विद्यालय त्यो 1500, 1800बाट पनि काटिरहेको अवस्था चाहिँ छ। त्यो कारणले बच्चाको दरबार हुँदै र बालविवाह गर्दै चाहिँ हाम्रो बच्चाहरू चाहिँ दरबार भइरहेको अवस्था चाहिँ छ। उनीहरू बालविवाहको शिकार बनिरहेको के छ भनेपछि यो जुन हाम्रो ठुलो उमेर भएको बहिनीहरू दिदीहरू छन् मुक्त भएका र जो चाहिँ अध्ययन गर्न सकिरहेको अवस्था छैन, उसले पढ्न अवस्था छैन, पढ्न सकेको अवस्था छैन, उसलाई हामीले चाहिँ विभिन्न सिपमूलक तालिमहरू दिएर उसलाई चाहिँ स्वरोजगार बनाउने जुन हाम्रो एउटा शिक्षा निर्देशिकामा छ त्यसलाई चाहिँ पनि ध्यान आकर्षण गरेर चाहिँ त्यो हामीले चाहिँ 1 वर्ष मात्रै हामीले चाहिँ उपलब्ध भयो। त्यो शिक्षाबाट नै हामीले चाहिँ तालिम दिलाउन सक्यौँ। तर चाहिँ त्यो 1 वर्षपछि मात्रै 1 वर्ष मात्रै भयो। त्यसपछि चाहिँ हामीले पुनः त्यो तालिमलाई चाहिँ निरन्तर दिन सकिएको अवस्था चाहिँ छैन। त्यही भएर त्यसलाई पनि हेरेर मध्यनजर गरेर चाहिँ हजुरहरूले त्यसलाई चाहिँ एकदमै हाम्रो उमेर बढी भएको दिदीबहिनीहरूको लागि सोचेर उहाँहरूलाई पनि कुनै विकासको लागि चाहिँ एउटा गरिदिनुहुन्छ भन्ने हाम्रो
आशा छ। र यसरी जुन हाम्रो एउटा होस्टेलमा बसिरहेको बहिनीहरू छन्, जुन अभिभावकविहीन घर भएको होस्टेल छ, त्यो होस्टेलमा बसिरहेको छ बहिनीहरू। तर त्यहाँ चाहिँ बहिनीहरू चाहिँ होस्टेल सञ्चालन चाहिँ गरियो, तर चाहिँ उहाँहरूको लागि हामीले जम्मा 10 महिनाको लागि मात्रै खर्च छुट्याएको छ। तर 10 महिना मात्रै उनीहरूले चाहिँ होस्टेलमा बस्ने गरिएको अवस्था छैन। अब 12 महिना उनीहरू बस्छ, तर 2 महिना चाहिँ उनीहरूले कहाँ बस्ने र कसरी खाने भन्ने चाहिँ एकदमै गाह्रो भइरहेको छ। त्यही भएर यसलाई पनि मध्यनजर गरेर 4000को दरले चाहिँ छुट्याइदिनु भने उहाँहरूको चाहिँ पर्याप्त रकम हुन सक्छ। त्यही भएर चाहिँ त्यो बहिनीहरूको एकदमै मध्यनजर गर्नु होला। र होस्टेलमा बसिरहेको बहिनीहरूको चाहिँ एउटा ठुलो एकदमै समस्या आइरहेको चाहिँ उहाँहरूको स्वास्थ्यको लागि चाहिँ हाम्रो नेपाल सरकारबाट भनौँ न बजेट चाहिँ छुट्याएको छैन। तर त्यो बजेट नभएको कारणले चाहिँ अब जुन एउटा होस्टेलमा बसिरहेको बच्चाहरू छन्, उहाँहरूको अभिभावक छैन, कसैको घरै छैन, त्यस्तो बच्चाहरूले चाहिँ औषधि उपचारको लागि चाहिँ कसरी उनीहरूलाई म्यानेज गर्ने, बिरामी हुँदा उनीहरूलाई एउटा सिटामुल खानाको लागि पनि उनीहरूसँग पैसा हुँदैन। त्यही कारणले चाहिँ अहिले हामीले चाहिँ 3वटा बच्चा होस्टेलमा घुमाइसकेको अवस्था चाहिँ छ। अहिले भर्खर तत्काल हाम्रो चाहिँ डाङमा बसेको एउटा गेमा भन्ने बहिनी हाम्रो चाहिँ जितिएको छ। हामीले उसको औषधि उपचार गर्न नसकेको कारण चाहिँ हामीले होस्टेलको 3वटा बच्चाहरू घुमाइसकेको अवस्था चाहिँ छ। त्यही भएर यस्तो कुराहरूलाई एकदमै मध्यनजर गरेर ठुलो तत्काल चाहिँ गरिदिनु होला भन्ने हाम्रो आशा पनि छ। र यसरी हामीले चाहिँ 5 जिल्लाबाट खाइरहेको अवस्था बारम्बार आइरहेको अवस्था चाहिँ छ। तर पनि त्यो कुरालाई एकदमै कार्यान्वयन गरिदिनु होला भन्ने हाम्रो आशा छ। र जुन एउटा सर्वप्रथम हाम्रो जुन एउटा विद्यालय गइरहेको बहिनीहरूको जीवन छ, त्यो जीवनलाई चाहिँ एउटा उज्यालोको बाटोमा ल्याउनुभन्दा पहिला चाहिँ त्यो जीवनलाई चाहिँ बिच बाटोमा नरोकिदिनु होला। त्यसको लागि तपाईँहरूले अलिक थोरै चाहिँ बजेट बढाइदिनु भने उनीहरूको जीवन राम्रो बन्न सक्छ भनेपछि हामीले किन उनीहरूको लागि नगर्ने भन्ने हो। त्यही भएर हजुरहरूको लागि चाहिँ हजुरहरूले हाम्रो लागि सायद एकदमै सिरियस र यो कमजोरी भनेपछि एउटा छुट्टै इस्युबाट आएको एउटा कथा भएको कारणले चाहिँ यसले एकदम मध्यनजर गरेर हेरिदिनु होला भन्ने मेरो अनुरोध पनि छ। र जुन एउटा छात्रवृत्तिको कुरामा छ, हामीले 1800 र 1500 5000 जुन छ, त्यसलाई हामीले हाम्रो माग अनुसार चाहिँ कम्तीमा पनि 1 देखि 5 सम्मलाई चाहिँ 4000 दिनुपर्छ भन्ने छ। र हजुर हामीले त्यो पहिले चाहिँ हामी दिइसकेको छ। यो हाम्रो माग हो, मन्त्रालयमा चाहिँ बुझाइसकेको छ। अनि हामीले चाहिँ 6 देखि 8 सम्मलाई चाहिँ 7000 हुनुपर्छ। अनि 9, 10लाई चाहिँ 10000 हुनुपर्छ। र +2 लाई 11, 12लाई चाहिँ 13000 हुनुपर्छ। र यसरी बेचलरलाई चाहिँ 20000 हुनुपर्छ। यति भयो भने चाहिँ हाम्रो लागि एकदम पर्याप्त रकम हो। विद्यालयले काटे पनि यदि हामीले पनि घरमै बसेर पनि राम्रोसँग अध्ययन गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो भनौँ न त्यो लागि छ। त्यही भएर हजुरहरूले चाहिँ यो विषयलाई एकदमै मध्यनजर गरेर काम गरिदिनु हुन म आग्रह गर्न चाहन्छु। त्यो बस्ने होस्टेलदेखि त्यो स्कुल कलेज जाँदाखेरि के छ, नजिकै छ कि टाढा? अब त्यस्तो चाहिँ हाम्रो 6 ठाउँमा भन्नु होइन, 6 ठाउँमा छ होस्टेल? हजुर 6 ठाउँमा छ। अनि जाने उनीहरूले पढ्ने त्यो स्कुल्सहरू कलेजहरू के छ? अब यस्तो छ हाम्रो चाहिँ अब कुनै ठाउँमा चाहिँ जुन होस्टेलमा सञ्चालन गरिएको छ, विद्यालयमा जुन होस्टेल सञ्चालन गरिएको छ त्यहाँ चाहिँ कुनै ठाउँमा 10 सम्म मात्रै छ, कुनै ठाउँमा चाहिँ +2 सम्म छ। तर त्यहाँ चाहिँ +2 सम्म मात्रै छ। +2 गरेर फेरि बेचलर गर्नको लागि गरेर अर्को ठाउँमा बच्चाले बस्नुपर्छ। र त्यो अब जुन ठाउँको चाहिँ 10 सम्म छ त्यो बच्चाले एसएलसी पास पछि चाहिँ अर्को ठाउँमा गरेर बस्नुपर्ने अवस्था छ। तपाईँले यो समग्रमा सबै कति सङ्ख्या छ भन्ने यसमा दिनुभएको छ? मुक्त भएको चाहिँ अहिले हाम्रो 12000 छ। मलाई एउटा चाहिँ के गर्नुहोस् भने एउटा नम्बर यसमा तपाईँको छैन, एउटा चाहिँ सम्पर्क यसलाई यसो गरौँ। अब यसलाई के गरौँ भने यो मुक्त कमजोरी विकास मञ्च कार्य दाङबाट हाम्रो केन्द्रीय कार्य दाङमा छ। हामीले चाहिँ 5 जिल्लाबाट आएको दाङ, बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर। तर अब तपाईँहरू यही अन्तर्गत हेर्नु मुक्त कमजोरी विकास मञ्चबाटै अब तपाईँहरूले चाहिँ जुन विषयहरू यसलाई संवेदनशीलताका साथ लिएका छौँ। यो 10 विदेश सहमति तपाईँहरूले 70 साल जेठ 24 गते तपाईँहरूको अहिलेको लागि चाहिँ खास माग भनेको जुन छात्रवृत्तिको रकम छ त्यसमा चाहिँ वृद्धि हुनुपर्ने,
शिक्षा मन्त्रालयसित सम्बन्धित रहेका तपाईहरूको मागलाई सम्बोधन गर्नेतर्फ सकारात्मक रूपले यसलाई हेरिन्छ। मैले यससँग सम्बन्धित शाखालाई के भइरहेको छ यस बारेमा तपाईँहरूले आज चाहिँ यहाँ म कहाँ चाहिँ जसरी यसमा छात्रवृत्ति वृद्धि हुनुपर्छ र कति कसरी हुनुपर्छ भन्ने यहाँ आएको छैन, तर मन्त्रालयमा बुझाइसकेको छ। त्यसमा के भइरहेको छ र यसमा थप तपाईँहरूको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यसलाई सकारात्मक रूपमा धेरै सामान्य बजेट शिक्षा मन्त्रालयमा हामीलाई छात्रवृत्ति पाएर त्यसको लागि पनि हामीले आभार दिन चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ। तर भने हाम्रो साथीले भनिसक्नु मागहरू चाहिँ छिटैभन्दा छिटै त्यो शिक्षा नीतिसँग संशोधन भएर चाहिँ हाम्रो माग अनुसार पुरा भएको छैन र त्यसपछि परिचय पत्रको कुरा पनि छ। त्यो शिक्षा नीतिसँग परिचय पत्र पनि अब परिचय पत्र नहुँदा हामीलाई चाहिँ धेरै गाह्रो भइरहेको छ। तपाईँहरूको कमलारीको परिचय पत्र छैन अनि के गर्ने भनेर स्कुलमा पनि फी असुलिरहेको अवस्था छ र त्यसको छात्रवृत्ति पनि नदिइरहेको अवस्था छ। त्यही भएर हामीलाई चाहिँ एकदमै गाह्रो छ। तपाईँ नै हो अध्यक्ष, तपाईँले यसो गर्नुहोस्, तपाईँले चाहिँ मलाई एउटा कुरा के गरिदिनुहोस् भने जुन अब यो 6वटा जिल्लामा हो उहाँहरूको पढ्ने व्यवस्था, मलाई चाहिँ एउटा तपाईँले के गरिदिनुहोस् भने कति छ यो सङ्ख्यालाई म भोलि बुझाइदिन्छु। हुन्छ, भोलि हामी फाइलै तयार गरेर हजुरलाई चाहिँ बुझाइदिन्छौँ। तपाईँले एउटा आफ्नो नम्बर चाहिँ हजुर है, यसमा चाहिँ तपाईँको नम्बर छ के भन्ने छ निर्देशिकामा, तर त्यो अहिलेसम्म दिइसक्नु शिक्षा निर्देशिकामै छ। त्यो चाहिँ हजुरले अनि त्यो सिटको लागि पनि शिक्षा निर्देशिकामा छ। त्यसमा चाहिँ मैले अब त्यो कुरा गरेर विशेष के हुन सक्छ हजुर त्यसमा शिक्षा नीतिमा 3 महिना मात्रै छ। त्यसमा चाहिँ हाम्रो 6 महिनादेखि 18 महिनासम्म हामीमा तालिमको लागि शिक्षा निर्देशिकामै छ। शिक्षा निर्देशिकामा चाहिँ सबै कुराहरू 3 महिना मात्रै छ। 3 महिना मात्रै छ, तर पनि 1 वर्ष मात्रै आयो। हजुर 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 सुन्नुहोस् न, भोलि चाहिँ म कति ड्राइभ नै छ होइन, म आधा घन्टापछि कुरा गर्छु। एकछिन यहाँ म एउटा डेलिभेसन गर्छु। ल कसरी छ उहाँको पिएलाई कुरा गर्नै पर्ने हो नि अरू केही दिन नसके पनि फेरि टाइम मिल्यो भने फेरि अरू चिजको आउँदै आउँदा मेरो लागि उपहार त बहिनी लयर बन्ने भन्नुको लयर बन्नुहुन्छ त्यो नै सबैभन्दा त्यसकै लागि हुन्छ। एकैछिन बस्नु, म एकछिन कुरा गर्छु। यो निर्देशिका संशोधन नहुँदा मन्त्रीज्यू धेरै अप्ठ्यारोमा बच्चाहरू परिरहेछ। त्यसले गर्दाखेरि त्यसलाई चाहिँ त्यो गरिदियो भने ठुलो राहत हुन्छ। तपाईँले मलाई कहाँ के अप्ठ्यारो छ हजुर एकदमै चाहिँ तोकेरै मलाई हुन्छ। यहाँबाट तपाईँहरूको के अपेक्षा छ हजुर कसरी सम्बोधन हुन्छ। मैले भन्नुभयो नि 3 महिना होइन, हामीलाई चाहिँ अब 18 महिनाको तालिम चाहिएको छ। त्यसको लागि पनि अब यहाँ विशेष व्यवस्था
हुन्छ मेरै नम्बर लयर बन्ने बहिनीलाई त होइन लेख्नु न 9751 कति गर्नु 97 हेलो एकदमै कम भयो भनेर उहाँले राज्यको पनि चाहिँ खबर के छ हामीले त्यसमा त्यसलाई अगाडि बढाएको छौँ के छ त्यसको स्ट्याटस यसो गरौँ यसलाई के गरौँ भने उहाँहरूको माग बमोजिमले मकाले आउनुहोस् होइन अब त्यसलाई अर्थमा प्रधानमन्त्रीका कहाँ कुरा गर्नुपर्छ त्यो म गर्छु है एउटा त्यो उहाँको माग बमोजिम त्यसलाई गर्नु अनि अर्को चाहिँ उहाँको यो परिचय पत्रको विषय रहेछ परिचय पत्र अहिलेसम्म नदिएको अवस्था रहेछ त्यो पनि शिक्षा मन्त्रालयले नै गर्ने रहेछ नि त मैले त्यही त मैले भनेको उहाँले नै शिक्षा मन्त्रालयले पनि भनेको होइन अब त्यो पनि के छ अब अनि अर्को चाहिँ उहाँहरूको माग के छ भन्दाखेरि यो चाहिँ ऐन संशोधनको माग निर्देशिका के शिक्षा निर्देशिका चाहिँ अब अब त्यो पनि निर्देशिका नै संशोधन गर्नुपर्छ भने त्यसलाई पनि अगाडि बढाउँ होइन अब कमजोरीहरूप्रति हाम्रो विशेष त्यसमा शिक्षा मन्त्रालयसित जोडिएको विषय भनेको अब उहाँहरूको अब शिक्षाको कुराहरू हो होइन अब शिक्षित भएको खण्डमा उहाँहरू चाहिँ धेरै समस्याहरू समाधान हुँदै जान्छ राज्यको दायित्व पनि बिस्तारै बिस्तारै उहाँहरू आफै सक्षम हुँदै जानुभयो भनेर प्रधानमन्त्री आएर भाषण हो त्यस्तो हुन्छ घरको त्यस्तो अवस्था छ कसरी बस्नुहुन्छ अब तपाईँले भन्नुहोस् पछि मन्त्री लगायत सम्पूर्ण यहाँ सहभागी हुनुभएको सम्पूर्ण र सबभन्दा पहिले त मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु हाम्रो प्रधानमन्त्रीजीलाई एकदमै 11 महिना बितिसकेको छ तर नेपाल सरकारले उक्त सहमतिको केही बुँदा बाहेक अन्य सबै सहमतिका बुँदाहरू कार्यान्वयन गर्न सकेको छैन। उक्त सहमतिमा उल्लेखित कमजोरी शिक्षा निर्देशिका संशोधन गर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषी उप कानुन बमोजिम कारबाही गर्ने, बेपत्ता कमजोरीको खोजी गर्ने, कमजोरी पुनर्स्थापनाका लागि विशेष अभियान सञ्चालन गर्ने, उद्धार हुन बाँकी रहेका कमजोरीहरूको उद्धार गर्ने जस्ता सहमति कार्यान्वयन नहुँदा कमजोरी बालिकाहरू अर्काको घरमा दास बन्न विवश हुनुको साथै
यौन शोषण, श्रम शोषण, शारीरिक शोषण, मानसिक शोषणका शिकार भई यौन दासीको रूपमा समेत काम गर्न बाध्य म અહીં પીએમ का छु के उर्मिला के भन्छ कोही हो सबै जे काम गर्नु नेता प्रधानमन्त्रीजीले चाहिँ अब यो कुरा चाहिँ एकदम जायज हो, यो चाहिँ हुनुपर्छ यो माग होइन। यो माग चाहिँ भयो भने साँच्चै नै हाम्रो नेपालमा चाहिँ शान्ति हुन्छ, नत्र फेरि यो माग पुरा भएन भने फेरि द्वन्द मचिन्छ। यो कमजोरीहरूको चाहिँ यो द्वन्द भएको चाहन्न। चेलीहरूले चाहिँ आफ्नो घाँस बाँस कपासको परिचयको र शिक्षा चाहिँ पाउनुपर्छ भन्ने कुरा चाहिँ उहाँको तर्फबाट एकदमै राम्रो कुरा चाहिँ आएको छ। थ्याङ्क यू। मलाई बातबाट रोकेर हेर्नु न सभासद छ चिया खानु भन्छ पर्खो सुन्नु यता बुझ्नु। अब हामीहरूले सल्लाह प्रदानलाई दुईटा, एउटा त अर्थमन्त्रीमा उनीहरूले भेट्नु पर्यो, अर्को खोइ नेता कसैले चाहिन्छ। यस्तो पावर अब आधी साढे चार भनेर भनेको कुलेको यो एङ्गल पेनमा सर्ट जना ज्याकेट हो अनि धेरै बसेको छु तर दुखेर बस्दा यहाँ त आज त धेरै टिभीहरूमा पनि आउने भयो। बहिनी हो अर्थमन्त्री मन्त्रालय जाने जम्मै भाइहरूले टिभी राख्यो है। वार्ताले भन्नुपर्छ, खालि ठरुनी गरेर डराएर हुन्छ। प्रधानमन्त्रीज्यूले के भन्नुभयो? अहिले हामी मुक्त कमलरीहरूको डेलिगेसनको सिलसिलामा हामी प्रधानमन्त्री सुशील कोइरालाजीलाई भेटेका छौँ र सुशील कोइरालाजीले चाहिँ यो कमलरी प्रथा उन्मूलनको सन्दर्भमा चाहिँ एउटा संवेदनशील भएको चाहिँ हामीले पायौँ र यो समस्यालाई समाधान गर्नको लागि उहाँले चाहिँ विशेष अभियान चलाउँछु। म यो कुरा चाहिँ तुरुन्तै लगेर तपाईँहरूको 10 बुँदे माग चाहिँ क्याबिनेटमा राख्छु र यो विषयमा चाहिँ तपाईँहरूको चाहिँ माग सम्बोधन हुन्छ भन्ने कुरा चाहिँ प्रतिबद्धता जाहेर गर्नुभएको छ र हामीलाई आशा छ पक्कै पनि उहाँकै क्षेत्र दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरमै यो कमलरी प्रथा विद्यमान भएको कारणले गर्दाखेरि उहाँले चाहिँ यो प्रथा उन्मूलनको लागि विशेष कदम चाल्नुहुन्छ भन्ने हामी आशावादी छौँ। थ्याङ्क यू।